जय मसीह ख्रीष्ट अभिवादन सबै दर्शकवृन्दलाई। यति बेला म सेन्ट थोमस माउन्टमा छु है। तपाईँहरूलाई यो ठाउँबाट म स्वागत गर्न चाहन्छु अनि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। दोस्रोचोटि मैले यस ठाउँमा आउने मौका पाएँ अनि एकदमै पवित्र जग्गा अनि जहाँ बलिदान भएको प्रभुको आफ्नो दास सन्त थोमाको बलिदान भएको जग्गा जसमा उहाँको रगत बगेको छ अनि त्यसको फलस्वरूप चाहिँ हामी के देख्छौँ भने यो जेनेरेसनले पनि प्रभु यीशुलाई पाइरहेको छ। विशेष गरी हाम्रो भारतवर्षमा उहाँलाई परमेश्वरले बोलावट गरेर उहाँले आएर यहाँ आफ्नो सङ्घर्ष मात्र नभएर आफ्नो प्रचारको कामहरूदेखि लिएर यहाँको कल्चरलाई एडप्ट गरेर उहाँले धेरै थुप्रो काम गर्नुभयो। प्रभुको राज्यको विस्तारको निम्ति उहाँ खटिनु भयो। हामी साँच्चै नै आशिषित छौँ। हाम्रो देशलाई परमेश्वरले आफ्नो 12 चेलाबाट एकजना चेलालाई अगुवाई गरिकन पठाउनुभयो। यहाँ आउँदै गर्दाखेरि तपाईँहरू शान्ति मात्रै अनुभव गर्नुहुन्न, तपाईँको मनका कुराहरू बिसाउने ठाउँ, प्रभुलाई धन्यवाद दिने ठाउँ अनि उहाँको सृष्टिलाई हेर्ने ठाउँ है। कोही पनि तपाईँहरू चेन्नाईमा आउनुहुन्छ भनेदेखिलाई डोन्ट फर्गेट टु भिजिट माउन्ट सेन्ट थोमस माउन्ट है। यति आशिषमय जग्गा छ अनि परमेश्वरले तपाईँहरूलाई सहायता गरेको। म एउटै कुरा भन्न चाहन्छु हाम्रो विश्वासीहरूलाई कि परमेश्वरको काम हो चाहिँ परमेश्वरको लागि चाहिँ केही बलिदान दिएको हुनुपर्छ है। उहाँ त मार्टर्ड भयो, त म तपाईँहरूलाई मार्टर्ड हुनुहोस् भन्न चाहदिनँ। यदि हुनुहुन्छ भने प्रभुको लागि त्यसको इनाम परमेश्वरले स्वर्गमा एकदमै राम्रो राखिदिनु भएको छ। सो माई वेल विशर्स, माई फ्रेन्ड्स, माई बिलिभर्स, म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखिलाई सन्त थोमाले जुन बलिदान दिए भारतवर्षको लागि, मानिसहरूको लागि, त्यही बलिदान हामी हाम्रो आफ्नो जातिहरूको लागि दिउँ, आफ्नो छरछिमेकीहरूको लागि दिउँ अनि परमेश्वरको राज्यको विस्तारको निम्ति हामी केही न केही एउटा नमुना बनिकन बलिदान दिइकन प्रभुको त्यो क्रुसको कथालाई, उद्धार अनि मुक्तिको कथाहरूलाई तिनीहरू कहाँ पढौँ, हामी एडप्ट गरौँ, हामी त्यो कल्चरलाई एडप्ट गरौँ, उहाँ हाम्रो जातिलाई माया गरौँ, हाम्रो जातिदेखि बाहिरको जातिहरूलाई पनि माया गरौँ अनि प्रभु येशू ख्रीष्टको नाउँलाई हामी फिलिपी 2:10 अनुसार उहाँहरूले पनि घोडा टेक्ने बनाउनेछौँ है। यति सानो सन्देश भन्न चाहन्छु तपाईँहरूलाई। जय मसीह। फेरि भेट्नेछौँ।